सो हे एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। मेरो नाम त सञ्जय हो। सबैलाई ह्याप्पी होली। अन्त आज होलीको दिनमा चाहिँ आज हामी सबैले होली खेल्यौँ। आज अन्त तपाईँहरूलाई फेरि एउटा नयाँ रेसिपी दिनु जान्दैछु म। यो चाहिँ हो हाम्रो मिजा। अब चाहिँ म यसको नाम चाहिँ हो भात काप्रो। यो चाहिँ थाइल्यान्डको डिस एकदम दामी छ हो। तपाईँहरूलाई म यहाँ बनाएर देखाउने छु। यो ग्यासमा चाहिँ हाम्रो अलरेडी पानी पचिसकेको थियो हो, त्यही भएर चाहिँ अलिक टेन्सन छ क्या। अब म चाहिँ सबसे पहिला तेल हाल्छु। यो चाहिँ हाम्रो तेल। सबसे पहिला म तेल हाल्छु। त्यसको पहिला गार्लिक, त्यसको बादमा चप अनियन, त्यसको बाद चप चिल्ली। यसलाई मजाले साथे गर्ने। अब त्यसको बादमा चाहिँ हाल्छौँ हामी चिकन। यो चाहिँ हाम्रो चिकन। यसलाई मजाले मिक्स गर्नु। तो अब फेरि हाल्नेछ यो हाम्रो बिन्स, बेसिल, जुलियन अनियन। पहिला मिक्स मजाले गर्नु। त्यसको पहिला हाल्नेछ म यहाँ चिल्ली पेस्ट। त्यसको बादमा हल्काले म हाल्नेछु वेटर सस। त्यसको बादमा म हाल्नेछु हल्काले चिल्ली पेस्ट। अब म हाल्छु स्टक वाटर। तो अब चाहिँ म हाल्छु सुगर, रोड पाउडर, हल्का सल्ट। यसलाई मजाले मिलाउनु पऱ्यो है, मिक्स गर्नु पऱ्यो। त्यसको बाद फेरि म हाल्नेछु हाम्रो चाहिँ यो डार्क सोया है। यो कलरको लागि हो डार्क सोया। त्यसको बादमा हो हाम्रो यो बटर स्टच किकको लागि। हाम्रो अलमोस्ट यो रेडी भयो। अब चाहिँ म हाल्नेछु प्लेट। अब म चाहिँ यहाँ प्लेट गर्नु जान्छु है। सबसे पहिला म चाहिँ यसलाई मजाले यहाँ हाम्रो चिकन हाल्छु। चाहिँ मजाले प्लेट गर्नुपर्छ। एकदम दामी छ क्या यो रेसिपी चाहिँ। तपाईँहरूले पनि घरमा बनाएर खान सक्नुहुन्छ।
र यसको माथि चाहिँ म जास्मिन राइस हाल्छु है, जास्मिन राइस। यो चाहिँ हाम्रो जास्मिन राइस अलरेडी हामीले गरम गरिसकेर है। यो चाहिँ हाम्रो राइस है। अब यसको म माथि चाहिँ हाल्न चाहन्छु हो। म चाहिँ माथिबाट हाल्दैछु सनी साइड एउटा, र यसको माथिबाट हाल्छु म। यो चाहिँ हाम्रो चिकन साथे। हामीले गार्निसिङ गर्ने चाहिँ एकदम दामी चाहिँ गार्निसिङ। यो चाहिँ एकदम सिम्पल रेसिपी। यो साइडमा ये कुकुम्बर तो देख सक्नुहुन्छ है। यो चाहिँ हाम्रो पात काप्रो, तपाईँले घरमा बनाएर खान सक्नुहुन्छ। एकदम दामी डिस छ है। अनि म त यहाँ सर्भिसमा देख्नु सक्नुहुन्छ है। एक दामी छ रेसिपी चाहिँ हो। तपाईँले घरमा बनाएर खान सक्नुहुन्छ। एकदम मुनिबाट चिकन हो, माथिबाट राइस, अन्त माथिबाट चाहिँ सनी साइड, अन्त यसमा साथे छ, अन्त यसमा चाहिँ छ तपाईँहरूको कुकुम्बर र क्यारोट। मन पऱ्यो भने चाहिँ हो लाइक कमेन्ट अर सब्सक्राइब गरिदिनु होला हो। फेरि मिल्नेछु नेक्स्ट भिडियोमा हो। सबैजनालाई ह्याप्पी होली। आजको ब्लग चाहिँ यहाँसम्म हो। Thank you so much.